किनभने यो समय भनेको चाहिँ कस्तो हो भने केही गरे पनि बित्छ, नगरे पनि बित्छ। यसलाई चाहिँ पैसा जस्तो खर्च नगरेर ब्याङ्कमा लगेर राख्यो भने बस्ने, अनि के अरे खर्च गर्यो भने यो सिद्धिने भन्ने त हुँदैन समय भन्ने कुरा त। त्यस कारणले यो समयलाई, यो एउटा जीवन पाइएको छ, एउटा छोटो मनुष्यको जीवन पाइएको छ र यो जीवनमा चाहिँ के हो त भन्दाखेरि जुन समय चाहिँ छ त्यो समयलाई चाहिँ जतिसम्म सदुपयोग गरौँ। किनभने अरू काम गरिएन, अरू काम नगरेपछि त केही न केही त गर्नु पर्यो। अब अरू काम के गर्ने त भन्दाखेरि सुतेर बिताउने कि अथवा डुलेर बिताउने कि भन्दाखेरि मैले एउटा के कुरालाई चाहिँ अपनाएँ भने जे सकिन्छ यो समाजलाई, समुदायलाई र देशलाई चाहिँ अलिक केही फाइदा हुने काम गरौँ। हुन त म एकजनाले जतिसुकै उफ्रे पनि हुने त केही हुने होइन, त्यही पनि हरेक व्यक्तिले आफूले सक्दो देशको लागि, समाजको लागि केही सक्दो गर्न सक्यो भने अब केही न केही बिस्तारै परिवर्तन त होला नि भन्ने कुरा हो। र म चाहिँ आफूले चाहिँ आफैलाई भन्दाखेरि र सबैलाई भन्दाखेरि नितान्त रूपमा मैले जे गरिरहेको छु यो चाहिँ के हो त भन्दाखेरि मैले चाहिँ समय बिताउनुको लागि, टाइम पास भन्छ नि मान्छेले, केही पाएन भने मान्छेहरूले के गर्छ, टाइम पास गर्नको लागि तास खेलौँ भन्छ नि होइन, अथवा टाइम पास गर्नको लागि गएर डुल्न जाउँ भन्छ नि। अब त्यस्तै जस्तो मैले पनि टाइम पास गर्नको लागि यो चाहिँ यो विभिन्न किसिमको सामुदायिक किसिमको कामहरू गरियो, समाज सेवाको कामहरू गरियो। यो जो काम मैले गरिरहेको छु, मलाई जो भोग लागिरहेको छ भनौँ न, र यो जुन मैले अहिले भने मेरो भोग भनेको सर्वसाधारणको जुन भोग हो भनेको देशको अर्थतन्त्र सुधार्ने भोग हो। र यो काम मैले नै किन लिनु पर्यो भन्दाखेरि मुख्य यसको कारण छ। मुख्य कारण के हो भने मेरो अरू काम छैन, मेरो अरू काम केही पनि छैन। किनभने मैले जागिर गरेकै छैन जिन्दगीमा, होइन, जागिर गरेको हो। म अमेरिका जानुभन्दा अगाडि चितवनमा 13 वर्षसम्म शिक्षक भएर जागिर गरेको हो। अनि त्यसपछि अमेरिकाबाट फर्किसकेपछि त मैले त कहिले जागिरै गरेको छैन। एउटा कुरा भयो, मेरो आफ्नो के अरे घरमा गर्नुपर्ने कुराहरू, खेतीपातीको कुराहरू पनि मेरो छैन। अब के गर्ने? अनि तेस्रो कुरा चाहिँ के हो त भन्दाखेरि मैले कुनै व्यवसाय गर्नै जानिनँ अहिलेसम्म र गर्दा पनि गरिनँ भनेपछि त मलाई त के भयो भन्दाखेरि कुनै चिज त गर्नु पर्यो नि जिन्दगीमा। एउटा समय बिताउनको लागि केही न केही चिज त गर्नु पर्यो।